ओके ल साथ होम डेकोमा acoustic panel के ल ड्रायर आयो है साथी हो ड्रायर just unboxing. What's up guys? So here's a later update. यो चाहिँ so here's a paint. यो पेन्ट चाहिँ यस्तो कलरको ए सरी है अलिकति मोडेल लाए जस्तो छ यो कलर 2 ग्यालन सो यो रुमलाई पुरै पुग्छ पुग्दैन थाहा छैन सो होपफुली यसले पुरै रुमलाई पुग्छ होला सो हेre's आफ्टरम्याथ अनि धन्यवाद मेरो ब्रोलाई निराजनलाई उसको गाडीमा यत्रो सामान लिएर आयो so thank you for helping. Yeah, I think it's 46 inch अनि यो चाहिँ मलाई थाहा भएन so यो चाबी चाहिँ यो चाबी जस्तो फ्ल्याट हुने नि ओपन so यस्तो छ है त अनि यहाँ छ ड्रायर यहाँ छ ड्रायर यहाँ पनि छ ड्रायर so अब मैले you can lock it it's locked hey and it's a countertop के butcher table के भन्छ के यसलाई butcher table something के पनि भन्छ हैन so it's nice एकदमै heavy अनि यो छ नि ट्याक्क स्क्रु यता टायर छ it's locked right now यसलाई यहाँ सर्ट तानेर यहाँ लिएर हुन्छ नि सो अस्तितिर मैले यहाँनिर बनाइरहेको थिएँ अलिअलि भिडियोहरू बसेर हैन अब मैले यहाँनिर इजिली उभिएर आई क्यान मेक द हुन्छ नि कन्टेन्ट यहाँ छ मेरो पुरानो लाइट SL60W आई थिङ्क यो त कति है सस्तो छ यो $100 पनि पर्छ पर्दैन अहिले तर धेरै तातो हो नि यो आफै लाइक अफ हुन्छ अनि यसको फ्यान चाहिँ एकदम लाउड छ अनि यसको त्यही भएर म धेरै यो पावर युज गर्दिनँ यसको सो यसले चाहिँ अलिकति स्पटलाइट टाइपको काम गर्छ स्ट्रेट प्रडक्टको लागि यहाँ छ एपर्चरको डोम लाइट डोम एसी अनि आई थिङ्क यो चाहिँ फर्स्ट भर्जन हो सेकेन्ड भर्जन चाहिँ यसको ब्ल्याक लाइक एकदमै इजी छ क्या सर्ट घुम्चायो निकाल्नु चाहिँ यसको चाहिँ तर यु हेभ टु सबै यो तारहरू हाल्नुपर्छ क्या यहाँ अलिकति यो चाहिँ गाह्रो छ अनि यहाँ छ मसँग लाइट SG150R गोडेक्सको RGB लाइट हो सबै एपबाट चल्छ यो एपबाट चल्छ अनि अर्को ट्युब लाइट छ यहाँ गोडेक्स TL G30 अनि यहाँ छ ग्रिड यहाँ हुन्छ ग्रिड सो यो पनि एप फोनबाट आई क्यान कन्ट्रोल यो पनि फोनबाट कन्ट्रोल त्यो चाहिँ आई डोन्ट थिङ्क अनि अर्को मेन लाइट छ यहाँ मेरो यो मेन चाहिँ मेन बस अहिले बसिरहेको छ म ओके अब यो साउन्डहरू अनि आई हेभ लट अफ स्टफ यहाँ छ हैन त्यो सबै यहाँ गएर सबै यहाँ बसिन्छ के अब यो छ नि मेस्ट सबै यहाँ बस्नु नि टक्क निकाल्ने अनि यो चाहिँ अब भिडियोहरू बनाउनु पर्दैन टक्क यहाँ लिएर आई क्यान हुन्छ नि माथिबाट टक्क क्यामेरा राखेर आई क्यान डु लट अफ स्टफ यसरी उभिएर ओके आजको लागि यति नै अब पेन्टिङ सेन्टिङ सबै आएपछि विल डु एनदर ब्लग है त मेरो थोबाट चाहिँ नदेखाऊँ अनि लाइक सेयर सब्सक्राइब है सेयर पनि यसो चस्स गरिदिनु है त्यो गाइज ल है त माया चाहिँ त्यसरी गर्नु पर्यो सपोर्ट गरिदिनु पर्यो अहिले है त ल बाई